आज दादा नयाँ अवतारमा टप्प टोपी उठाइदिएको चट्ट है पुल चढ्दैछु केटा कहाँ पढ्छ थाहा छैन मलाई ल त्यही पनि सर्भिस टोपी मिला उनीहरूलाई थाहा छैन भने गोइङ टु वाच मेट्रो मेरो सुनिरहेछ मान्छे होइन देख्दिनँ त म त त्यसलाई त भयो केटालाई भेट्ने साथ म फेरि ब्याक लाउन त पर्दैन आफ्नै इच्छाले हो केटालाई भेटेँ कि केटा त अम्बो फेरि दुनियाँ तरुणीले हेरेर मेरो भए मार्क्स लाउँदै हिँडेको छ ठिक छ के छैन अब बानी बस्यो कि मार्क्स कहाँ जाने रे हामी हँसौँ न होइन के खानु मन छ तँलाई ल ल सही सही म चाहिँ नयाँ अवतारमा छु ला समात त म अगाडि जान्छु तँ मलाई देख त्यो पछाडि गर्न मेरो नयाँ अवतार चाहिँ यही हो नयाँ अवतारमा आएको छु म आज धेरै पछि गर्मी लाग्यो नि त दुबईमा के गर्नु नयाँ अवतारमा हिँड्नै पर्यो के छ केटा अनि काम राम्रो चल्दैछ नि ल सही हो ल
14 ग्राम भेज का और चिकन का 17 भेज का 14 चिकन का 17 And we're heading to work. मोटा खाना चाहिए This is food. मोटा पतला वाला खाना हो कितना है वो क्या क्या सब खाना है और चिकन के बजी खाएको आयो मैले कस्तो मिठो भएको ओनली राइस खाना है चिकन का कितना है चिकन का छोटा का 6 दिन और राइस दो त कति बजी चिनो हाल्नु Brother, pets are pets. That's वो प्याज दिनु न चमिक प्याज हो चपिङ गरेर तरकारीमा हाल्नुलाई ब्रदर रिप्लाई गर्ने त्यसको त एक प्लेट मोमोको डेलिभरी त हुन्छ रिप्लाई गर्ने त हेर्दैछु लोकेसन तिमीले भने त म जहाँ पनि आइहाल्छु नि भन्नु पर्यो के ब्रदर के हो अनि टाढा लोकेसन ए दाइ
आउ खबैसीको यो अल्पगिरी सेन्टर भन्दा माथिको एउटा प्लेट जान्छ र मोमो अलि न धेरै टाढा त्यो भाइ चिन्दैन नि अल खबैसी दिन्छ त तपाईँको त अलि माथि नै हो क्या त्यो हाम्रो ग्रिन हाउसको रोडबाट पनि माथि हो यसको नि त लामो अनि तपाईँको अल्पगिरी सेन्टर रोयल देशमा So, guys, go Roos. Go. Ambo. जसले सेल आइहाल्यो टप सेलमा त्यस्तै कति 5-6 जना हुन्थ्यो यता यता होइन यता सिधा यताबाट भित्र क्या ल कपाल काट्न आएको कि म चाहिँ आज यसो फ्रेस भइदिउँ भनेर भाइ र म चाहिँ त्यो अर्को नि आयो अर्को मान्छे नि के गरेछ ल चट्ट कपाल सपाल काटिदिन्छ हल्का चिट्टीको भएपछि ब्याक हुँदैन ल डन विथ माई हेयर कट कस्तो झिङ्गा आएको गीत लाग्दो अब चाहिँ भाइ काट्ने रे ए ल कस्तो देखाएछ चट्ट लाग्यो हानेर कस्तो देखाएछ अब कपाल सपाल मिलाएर हालौँला कुनै दिन है त ल केटाकेटी पिस आउट अस्ति हाम्रो सुजन कान्छाको काटिदिएकोले नै काट्दै क्या हाम्रो चाहिँ ल कस्तो केटा यता हेर ठिक छ नि राम्रो लाग्यो तँलाई कटाइ चाहियो ल चल्दैछ डन विथ हेयर कट होइन काटिए कपाल पनि थ्याङ्क यू भाइ साहब आइ बोल्दै इधर अनि अस्ति टक्क यसलाई भेटेको थिएँ अब त्यही हो यही हुन्छ होला सायद अब जान्छु कपाल सपाल लाउँछु के नै छ र अब अर्को पाला भेट्न ल केटाकेटी हो ल बाई बाई के छ र कपाल सपाल काटियो बत्ती बोल्दैन अब मेरो सवारीमा बत्ती बोल्दैन ल आजको लागि सिधै त्यही हो सबैजनालाई धेरै धेरै माया स्पेसल्ली मोल्छे सोल्टिनीहरूलाई चाहिँ